नमस्ते, स्वागत छ यहाँहरु सबैजनालाई मेरो A few moments later. स्वागत छ मेरो फेरि नयाँ सुरुवाती भ्लगमा र म चाहिँ फेरि पनि यहाँहरुकै माझमा फेरि अर्को स्टेपको भ्लग लिएर आएको छु है। आज चाहिँ म गोठालो आएको। अब यहाँनिर टायर देख्यो उचाल्न खोजेको हात एउटा त छैन। अब तपाईले पल्टिन्छ ए कति चोटी सक्दो रहेछ हेरौँ है त। 1 2 र अनि यहाँ चाहिँ हाम्रो यो सानो भाइले टायर उचाल्छु भनेर बल देखाउने भएको त खै उचालेको खै हेरौँ त ल पावर ओ खै उचाल्यो। बाख्रा चराउन र अनि यसो अलिकति नयाँ कहीँ कतै गएको चाहिँ आउनु सायद म त्यहाँबाट छोडेर यहाँ आएर यहाँ पाए मरेर मरेछ किन छैन क्या मुनिबाट झन रे यो बाख्रा यसो त्यहाँनिर जेलमा पुगेदियो भने छोरी लडाएर झ्याउनु मर्नु छ यो बाख्रा। कहाँ चाहिँ मेरो भाइ पनि छ आज चाहिँ गोठालो मेरो दाइको छोरो भतिजो लुकिरहेको छ पछाडि पछाडि। आज चाहिँ यसो गोठालो उसलाई पनि लिएर आएको। अघि क्यामेरा उसलाई समाउन लाग्यो ऊ हाँसेर क्यामेरा बेच्कन हल्लाइदियो अलि भिडियो तर पनि ठिकै छ होला हैन। ल यस्तै हो मेरो भ्लग भिडियो चाहिँ खै यस्तै हो गर्ने काम दौडिनुपर्छ अनि कहिलेकाहीँ चाहिँ अब त्यही हो अघिदेखि हाम्रो कहिले केमा हल्लिन्छ कहिले लड्छ कहिले के हुन्छ है। यस्तै हो मेरो चाहिँ अब गाउँघरमा यही डाँडा पाखामा हिँडेको दौडेको अर्को फेरि सुरु हो घाँस हार्न। अनि भरे कट्टु पाल पऱ्यो भने अनि बाबाले अनि पछाडिपट्टि चाकु सुम्लो उठाउँछ यसको। यस्तै छ मेरो जिन्दगी। जरा उधर तू देख लीजिए ना जरा उधर बंदर है क्या है रे इसे देख लीजिए जरा ये क्या है बंदर है क्या नहीं रे इंसान है रे बाबा मान्छे रहेछ हजुर। जरा बन्दरले जस्तो बोर्ड हल्लाइरहेको थियो के त्यही गरौँ हेर्न आएको होइन रहेछ। फिर बकरिया किधर गए छ बाबा। ल है साथीहरू आजको भ्लग चाहिँ यति नै। ल है साथीहरू आजको भ्लग भिडियो चाहिँ यति नै है। अब अर्को साताको आउँदो नयाँ भिडियोको लागि चाहिँ यहाँहरू सबैजनाले लाइक र सब्सक्राइब गरिराख्नु होला। र यहाँहरू सबैजनालाई थाहा भएको कुरा हो कोही न कोही युट्युब कन्टेन्ट क्रिएटरलाई केही अगाडि बढ्न केही गर्न यहाँहरूकै माया र साथ सपोर्टको आवश्यकता पर्दछ र त्यसै गरी म जस्तो शारीरिक नपाउनु भएको व्यक्तिलाई यहाँहरूको माया र साथ सपोर्ट दिनुहुनेछ भन्दै आजको भ्लग यहीँ नै अन्त्य गर्दछु। हस्त धन्यवाद।